सबैजनालाई जय मसिह नमस्ते वेलकम ब्याक टु न्यू ब्लग अहिले चाहिँ हामी भ्लग गर्दैछौँ हामी चाहिँ यसो थोरै घुम्नलाई जाँदैछौँ साइमन भाइ म त्यसपछि हाम्रो रेशम भाइ अनि त्यसपछि नमन चारजना चाहिँ अब यसो घुम्नलाई मात्रै जाँदैछौँ होइन बिचमा म तपाईँहरूलाई पाहाडहरू देखाउँदैछु अहिले चाहिँ हामी अलिकति यता के भन्छ थगाइ मार्दैछौँ अनि पुरा म चाहिँ ड्राइभर ड्राइभर म कन्डक्टर के छैन अब यसो अलिकति दिमाग फ्रेस गर्नुलाई हो all about God creation. Wow. Thank you. Thank you, हामीहरू चाहिँ अहिले यो माथि टोखा डाँडाको टुप्पोमा आइपुगेका छौँ अहिले चाहिँ हामी उता डाँडामा त्यो डाँडामा जाने हामी कुरा हुँदैछ है अहिले त्यो डाँडामा जाने कुरा भइरहेको छ अलिअलि अफ छ होइन तर हामीसँग मिस्टर साइमन अन द राइट फाइनली हामी चाहिँ यहाँ टावर डाँडाको नजिक आइपुग्न लाग्यौँ बन्दै रहेछ ये हाम्रो बाटो चाहिँ हल्का रफ रहेछ होइन तर दामी छ है यहाँनिर चाहिँ हिलो चाहिँ डेन्जर यस्तो हिलो बाटो छ अहिले ठाउँ हो हामी चाहिँ अहिले यहाँनिर आगो बख्रै यति धेरै छ कि यति धेरै छैन यो दमनले अहिले सोधिरह्यो अनि मान्छे चाहिँ यहाँ रहेछ हामी चाहिँ अहिले खाना चाहिँ जति पनि पाइन्छ अरे खाना पाइन्छ यस्तो मिठो छ ताजा गाउँको एकदम शुद्ध लोकल अर्ग्यानिक ए
हेर्नु जिग्रे यता गइसक्यो यस्तो यति मेरो यो अहिले यस्तो हामीलाई यसो चोरेर खाइहाल्छ यसरी बेले रङ बोला हामी चाहिँ अहिले 4 जना बोर्डमा छौँ होइन यस्तो मेरो छ दिदीलाई सम्झिरहेको केटाहरूले एउटा यहाँ बाँदर लुकेर खाइरहेको आजै होइन एक्सपेक्टेसन चाहिँ अब अहिले रियालिटी यस्तो यहाँ यतापट्टिको भ्यू चाहिँ दामी छ टाढामा चाहिँ आइपुग्यो होइन तर भने जस्तो त्यस्तो एक्सपेक्ट गरे अनुसारको चाहिँ भ्यू छैन रहेछ यो भाइ खुसीले कतकत छ दुईटा आफ्नो पारोमा छ म आफ्नो पारोमा छु यो यसको नाम के हो रे खै प्रब्लम यहाँ जान्थेन चाहिँ हामी फर्किँदैछौँ होइन त त्यसो भए ल अनि यहाँ दुईजना केटा ल के भन नि त ल प्रभुलाई धन्यवाद र आज हामी टक्क यो बराकारा घुमेर आउँदाखेरि एकदम मजा लागिरहेछ त्यसको लागि म मेरो टिमलाई एकदम धेरै धन्यवाद दिन चाहन्छु विशेष गरी आकाश दाइलाई 2 सप्ताह जाओस् न आकाश दाइ हामी चाहिँ फर्किने भनेको होइन फेरि सडनली अब झन्डाबाग जाने भन्ने भयो अनि अहिले हामी झन्डाबाग जाँदैछ होइन भाइ फाइनली हामी झन्डाबाग पुग्यो त्यही हो झन्डाबाग आइपुग्यो अहिले चाहिँ यस्तो छ ल झन्डाबाग है यहाँबाट देख्ने भ्यूहरू यस्तो छ अलिअलि कालो कालोहरू आयो अहिले चाहिँ दामी आइज है ल ओके खासमा हामी अघि नै झन्डाबागमा भनेर आउने भनेको थियो अनि पछि चाहिँ अनि फेरि यो डाँडा पछाडि हामी गुरुङ गाउँ गयौँ अनि त्यस पछाडि चाहिँ हामी अहिले यो ठाउँहरू हेर्दै फाइनली हामी यताको भ्यू हेर्दैछौँ सी यू नेक्स्ट ब्लग्समा हामी भेट्नेछौँ